तुलसीराम ढकाल यहाँहरूलाई स्वागत गर्न चाहन्छु लोकसेवा आइक्यूजीके कलेक्सनमा। सदा जस्तै म आज तपाईहरुलाई टाइम एन्ड वर्कको चौथो पार्ट लिएर उपस्थित भएको छु। टाइम एन्ड वर्क मसँग नियरली 12-13 वटा भिडियो छ र यो चौथो भिडियो हो जुन तपाईहरुलाई प्रस्तुत गर्न गइरहेको छु। मैले दैनिक रूपमा चाहिँ भिडियोहरु अपलोड गर्दै जाने छु। त्यसको लागि तपाईहरुले सब्स्क्राइब गर्नुपर्ने हुनेछ। यदि तपाईहरुले सब्स्क्राइब गर्नुभयो भने मैले अपडेट गरेका भिडियोजहरु हेर्न पाउनुहुनेछ। म नियरली रूपमा दिनको कम्तीमा एउटा भिडियो अपलोड गरिरहेको छु र आज हामी टाइम एन्ड वर्कको चौथो पार्ट तर्फ लागौं र यो टाइम एन्ड वर्कको नियरली 12 वटा भिडियो हेरिसकेपछि तपाईहरुलाई टाइम एन्ड वर्कको जस्तोसुकै प्रब्लम पनि नर्मली रूपमा तपाई सल्युसन गर्न सक्नुहुनेछ। र यसको प्रश्न यस प्रकार रहेको छ। A and B can complete a work in 8 days. A र B ले कुनै काम 8 दिनमा पूरा गर्न सक्छन्। B and C can complete in 12 days. B र C ले 12 दिनमा सो काम पूरा गर्न सक्छन्। While A, B, C together can complete in 6 days. यदि A, B र C तीन जनै मिलेर त्यो काम गरे भने 6 दिनमा पूरा गर्न सक्छन्। In how many days A and C can complete the work? A र C ले कति दिनमा त्यो काम पूरा गर्छन् भनेर प्रश्न सोधेको छ। फेरि प्रश्न एकचोटी। A and B can complete a work in 8 days. B and C can complete in 12 days while A, B, C can complete in 6 days. In how many days A and C can complete the work? यदि A र B मिली 8 दिनमा पूरा गर्ने कामलाई B र C मिलेर 12 दिनमा पूरा गर्छन् भने A र B, C तीन जनै मिलेर सो काम गरे भने 6 दिनमा पूरा गर्छन्। अब हामीलाई निकाल्न भनेको छ A र C मिलेर काम गरेमा उक्त काम कति दिनमा पूरा गर्लान्। अब सबैभन्दा पहिला हामीले इफिसिएन्सी निकालौं। A प्लस B को टोटल वर्क कति दिनमा 8 दिनमा पूरा गर्न सक्छन्। B प्लस C ले 12 दिनमा पूरा गर्न सक्छन्। A प्लस B प्लस C ले 6 दिनमा पूरा गर्न सक्छन्। पहिला हामीले यसको इफिसिएन्सी निकालौं। 8, 12 र 6 को एलसीएम 24 हुन आउँछ। यो 24 नै टोटल वर्क हो। गर्नुपर्ने टोटल वर्क भनेको 24 हो। A प्लस B को इफिसिएन्सी 8 तिया 24 3 हुन्छ। B प्लस C को इफिसिएन्सी 12 दुना 24 2 हुन्छ इफिसिएन्सी। A प्लस B प्लस C को इफिसिएन्सी 4 हुन आउँछ। 6 4 जा 24। त्यसैले A र B को इफिसिएन्सी 3, B प्लस C को इफिसिएन्सी 2, A प्लस B प्लस C को इफिसिएन्सी 4 हुन आउँछ। हामीलाई प्रश्न के सोधेको छ भन्दा इन हाउ मेनी डेज A and C can complete the work? A र C ले कति दिनमा त्यो काम पूरा गर्न सक्छन्। अब हामीलाई चाहिएको छ पहिला A को इफिसिएन्सी। A इफिसिएन्सी कति हुन सक्छ? यदि हामीले A प्लस B प्लस C बाट A को इफिसिएन्सी को लागि B प्लस C लाई माइनस गर्यौं भने A को इफिसिएन्सी रहन्छ इक्वल टु कति हुने भयो? A प्लस B प्लस C को इफिसिएन्सी 4 छ। 4 माइनस B प्लस C को इफिसिएन्सी कति छ? 2 इक्वल टु 2। A को इफिसिएन्सी 2 हुन्छ। अब हामीले B को पनि इफिसिएन्सी निकालौं। B इफिसिएन्सी A प्लस B प्लस C बाट A प्लस B लाई घटायो भने A प्लस B प्लस C बाट A र B लाई हटाइदियो भने C को इफिसिएन्सी आउँछ। A प्लस B प्लस C को इफिसिएन्सी 4 छ। A प्लस B को इफिसिएन्सी 3 छ भने 1 हुन आउँछ। अब हामीलाई सोधेको के हो भन्दा C को इफिसिएन्सी निकालौं। C को इफिसिएन्सी A प्लस B प्लस C बाट A प्लस B घटायो भने C को इफिसिएन्सी आउँछ। हामीलाई चाहिएको A र C को इफिसिएन्सी कति दिनमा काम पूरा गर्न सक्छन्। अब हामी A प्लस C बराबर A को इफिसिएन्सी 2 प्लस C को इफिसिएन्सी 1 इक्वल टु 3 हुन आउँछ। टोटल वर्क हाम्रो कति हो? 24 हो। 24 लाई यदि 3 ले डिवाइड गर्यौं भने के हुन जान्छ? A र C ले गर्ने काम आउँछ। टोटल वर्क 24 डिवाइड बाइ 3 गर्यो भने 8 डेज। फेरि एकपटक A र B ले टोटल 8 दिनमा पूरा गर्न सक्ने काम B र C ले 12 दिनमा पूरा गर्छन्।
त्यही कामलाई ए र बी सी मिली गरे भने 6 दिनमा पुरा गर्न सक्छौँ। यिनी तीनवटाबाट हामीले सबभन्दा पहिला इफिसियन्सी निकाल्यौँ, इफिसियन्सीबाट हामीले एलसिएम निकालेर त्यसको इफिसियन्सी निकाल्यौँ। इफिसियन्सी निकालिसकेपछि ए को इफिसियन्सी निकाल्न ए प्लस बी प्लस सी को कामबाट ए र बी लाई यहाँबाट माइनस गर्यो भने सी को इफिसियन्सी आउँछ, सी को इफिसियन्सी आयो। यदि ए प्लस बी प्लस सी बाट बी र सी लाई हटायो भने ए को इफिसियन्सी आउँछ, दुईजनाको इफिसियन्सी निकाल्यौँ। ए र बी को इफिसियन्सी दुईजनाले गर्ने, ए ले गर्ने 1 दिनको युनिट भनेको 2 युनिट, बी सी ले गर्ने 1 दिनको युनिट भनेको 1 युनिट, यो जोडेर 3 आयो। 3 ले टोटल वर्कलाई डिभाइड गर्यो भने दिन निस्किन्छ। त्यसैले ए र सी ले 8 दिनमा सो काम पूरा गर्न सक्छन्। अब हामी दोस्रो प्रश्नतर्फ लागौं। दोस्रो प्रश्न यस प्रकार रहेको छ, ए क्यान कम्प्लिट अ वर्क इन 10 डेज। ए ले 10 दिनमा काम पूरा गर्न सक्छ। बी क्यान कम्प्लिट द सेम वर्क इन 12 डेज। त्यही कामलाई बी ले 12 दिनमा पूरा गर्न सक्छ। दे स्टार्ट टुगेदर। तिनीहरू दुवैजना काम गर्न सुरु गरे। बट आफ्टर 2 डेज ए लेफ्ट द वर्क। 2 दिन पछाडि ए ले काम छोड्यो। भनेको 2 दिनसम्म दुईजना मिलेर काम गरे र ए ले चाहिँ 2 दिन पछाडि त्यो काम छोड्यो भने हामीलाई निकाल्नु के छ भन्दा इन हाउ मेनी डेज द रिमेनिङ वर्क विल बी फिनिश। कति दिनमा त्यो बाँकी काम सकिन्छ। इन हाउ मेनी डेज टोटल वर्क विल बी फिनिश। सबै काम गर्न सुरु गरेको कति दिनमा सकिन्छ। सबभन्दा पहिला ए ले 10 दिनमा कुनै काम गर्न सक्छ। बी ले त्यही कामलाई 12 दिन लगाउँछ भने अब ए प्लस बी ले कति दिन लगाउँछन् त। यी दुईवटाबाट हामीले एलसिएम लियौं। 12 र 10 को एलसिएम 60 हुन आउँछ। टोटल वर्क यो नै के हो, टोटल वर्क हो। टोटल वर्क भनेको 60 हो। ए को इफिसियन्सी भनेको 10 छ 60 6 हुन आउँछ। 12 पंचे 60 5 हुन आउँछ। ए प्लस बी को इफिसियन्सी भनेको चाहिँ 11 हुन आउँछ। ए र बी ले 1 दिनमा गर्ने काम भनेको 11 युनिट हुन आउँछ। तर ए र बी ले दे स्टार्ट द वर्क टुगेदर बट आफ्टर 2 डेज भनेपछि उनीहरूले 2 दिनसम्म काम गरे। ए प्लस बी ले 2 दिनमा गर्ने काम भनेको 11 into 2 = 22 युनिट काम उनीहरूले सके। त्यसपछि ए ले त्यो काम छोड्यो भनेपछि बाँकी काम कसले गर्नु पर्यो, बी ले गर्नु पर्यो। बाँकी काम भनेको टोटल वर्क पहिला कति थियो, 60 थियो। 60 बाट 22 युनिट सकियो भनेपछि 60 माइनस 22 गर्दा 38 युनिट काम बाँकी रहन्छ। जुन 38 युनिट काम कसले गर्नुपर्ने हो, बी एक्लैले गर्नुपर्ने हो किनकि ए ले त छोडिसकेको छ 2 दिन पछाडि। भने बी क्यान complete remaining work in। अब रिमेनिङ वर्क बी ले कति दिनमा काम गर्छ भन्दा बाँकी काम 38 छ। बी को इफिसियन्सी कति छ, 5 छ। यदि यो डिभाइड गर्यो भने 7 होल 3/5 डेज अथवा 7 होल 3/5 दिनमा चाहिँ उले पुरा काम गर्न सक्छ। भनेको बाँकी काम उले 5 दिनमा पुरा गर्न सक्छ। इन हाउ मेनी डेज द रिमेनिङ वर्क विल बी फिनिश भनेको यहाँ कति आउने भयो, 7 होल 3/5 डेज। भने हामीलाई अर्को प्रश्न पनि छ, इन हाउ मेनी डेज टोटल वर्क वुड बी फिनिश। त्यो सुरु गरेदेखि त्यो सबै काम कति दिनमा सकिएको छ त। 7 3/5 दिन त बी ले मात्रै काम गर्यो, एक्लै काम गर्यो भने ए सँग मिलेर पनि 2 दिन काम गरेको थियो भने पहिलो in 9 3/5 days the total work will be finished। किन भन्दा 2 दिन पहिला उनीहरूले काम गरेका थिए, बाँकी काम 7 3/5 डेजमा कसले काम गर्यो, बी एक्लैले काम गर्यो। उले गरेको 7 3/5 हो प्लस दुईजनाले मिलेर गरेको 2 दिन भनेपछि 9 3/5 डेजमा उनीहरूले टोटल काम सके। अब हामी प्रश्न 3 मा लागौं। अब हामी तेस्रो प्रश्नतर्फ लागौं। तेस्रो प्रश्न यस प्रकार रहेको छ, ए बी एन्ड सी क्यान कम्प्लिट अ वर्क इन 12 15 एन्ड 20 डेज रेस्पेक्टिभली। भनेको ए ले कुनै काम 12 दिनमा पुरा गर्न सक्छ, बी ले सो काम 15 दिनमा पुरा गर्न सक्छ, सी ले सो काम 20 दिनमा पुरा गर्न सक्छ। दे स्टार्ट द वर्क टुगेदर। तीनैजना मिली सँगै काम गर्न थाले। एन्ड आफ्टर 2 डेज ए लेफ्ट द वर्क। 2 दिन पछाडि ए ले त्यो काम छोड्यो भने
इन हाउ मेनी डेज द रिमेनिङ वर्क वुड बी फिनिश, बाँकी काम त्यो रिमेनिङ वर्क कति दिनमा पुरा हुन सक्छ भने टोटल वर्क कति दिनमा पुरा हुन सक्छ। अब हेरौं सल्युसन। ए ले कुनै काम 12 दिनमा पुरा गर्न सक्छ, बी ले सो काम 15 दिनमा पुरा गर्न सक्छ, सी ले सो काम 20 दिनमा पुरा गर्न सक्छ भने ए प्लस बी प्लस सी ले कति दिनमा सक्छन् हामीले पहिला त्यसको इफिसिएन्सी निकालौं। अब यसबाट एलसीएम लियौं। 12, 15 र 20 को एलसीएम लिँदाखेरि द एलसीएम विल बी 60। 60 इज द टोटल वर्क। 60 भनेकै के हो टोटल वर्क हो। यो 60 लाई यदि 12 ले डिवाइड गर्यो भने ए को इफिसिएन्सी 5 हुन आउँछ। यदि 15 ले 60 लाई डिवाइड गर्यो भने बी को इफिसिएन्सी 4 हुन आउँछ। यदि 20 ले 60 लाई डिवाइड गर्यो भने सी को इफिसिएन्सी 3 हुन आउँछ। टोटल इफिसिएन्सी 5493 12 हुन आउँछ। ए प्लस बी प्लस सी मिलेर एक दिनमा 12 युनिट टोटल युनिट 60 को 12 युनिट काम चाहिँ पुरा गर्न सक्छन्। दे स्टार्ट द वर्क टुगेदर एन्ड आफ्टर 2 days only ए लेफ्ट द वर्क भनेको तीनै जना मिली 2 दिनसम्म काम गर्यो भने ए प्लस बी प्लस सी ले ए प्लस बी प्लस सी ले यी तीनै जनाले 2 दिनसम्म काम गरेको भनेको के हो 12 × 2 = 24 युनिट काम चाहिँ उनीहरूले पुरा गरे। त्यसपछि के भनेको छ ए लेफ्ट द वर्क इन हाउ मेनी डेज द रिमेनिङ वर्क वुड बी फिनिश, बाँकी काम कति दिनमा सकिन्छ भनेको छ। अब हामीले पहिला बाँकी काम निकालौं। रिमेनिङ वर्क 60 minus 24 इज अलरेडी रन 24 = 36। अब बाँकी रहेको काम भनेको 36 हो। 36 काम कसले गर्नु पर्यो बी र सी मिलेर गर्नु पर्यो किनकि ए ले त छोडिसकेको छ। B plus C can do remaining work। बाँकी रिमेनिङ वर्क भनेको बी र सी ले गर्ने भनेको 4 + 3 बी को इफिसिएन्सी 4 हो, सी को इफिसिएन्सी कति हो 3 हो भनेपछि इफिसिएन्सी 7 हो। यदि यो 7 उनीहरु बी र सी को इफिसिएन्सी 7 हो, यो 7 ले यदि 36 लाई डिवाइड गर्यो भने बी र सी ले कति दिनमा काम पुरा गर्छन् त्यो दिन निस्किन्छ। टोटल वर्क 36 डिवाइड बाइ यो इफिसिएन्सी 7 ले चाहिँ डिवाइड गर्यो भने 7 5 जा 35 1/7 डेज भनेको बी र सी ले 5 होल 1/7 दिनमा उनीहरुले बाँकी काम पुरा गर्न सक्छन्। यो प्रश्नको आन्सर के भनेको छ भने इन हाउ मेनी डेज द रिमेनिङ वर्क वुड बी फिनिश, द रिमेनिङ वर्क वुड बी फिनिश इन 5 होल 1/7 डेज। त्यो रिमेनिङ वर्क 5 1/7 दिनमा सकिन्छ भने इन हाउ मेनी डेज टोटल वर्क विल बी फिनिश। टोटल वर्क त सुरुमा 2 दिनसम्म त ए ले पनि काम गरेको थियो, तीनै जना मिले 2 दिन काम गरेका हुन् भनेपछि बी र सी ले 5 1/7 दिनमा काम पुरा गरे भने अगाडि 2 दिन काम भयो भनेपछि यसको के हुन आउँछ भन्दा 2 + 5 1/7 = 7 होल 1/7 डेज। टोटल त्यो काम पुरा गर्नको लागि 7 1/7 दिन लाग्यो। फेरि एकपटक भन्न चाहन्छु ए ले 12 दिनमा कुनै काम गर्यो, बी ले 15 दिनमा सो काम गर्यो, सी ले 20 दिनमा गर्यो। यिनीहरुको इफिसिएन्सी निकाल्यो 5 4 3। ए प्लस बी प्लस सी को इफिसिएन्सी 12 हुनु भयो भनेको उनीहरुले टोटल वर्कको 12 युनिट काम चाहिँ एक दिनमा पुरा गर्न सक्थे। 2 दिनसम्म सँगै मिलेर काम गरे भनेपछि 12 × 2 गरेको अथवा 12 × 2 गर्दाखेरि 24 युनिट काम उनीहरुले पुरा गरे। बाँकी युनिट भनेको 60 बाट 24 घटाउँदा 36 युनिट। अब उनीहरु बी र सी ले गर्नुपर्ने काम भनेको 36 युनिट मात्रै काम हो किनकि 24 युनिट काम त अलरेडी भइसकेको छ। अनि त्यो बी र सी को इफिसिएन्सी 7 हुन आउँछ। यो 7 इफिसिएन्सीले टोटल वर्कलाई 7 ले डिवाइड गर्यो भने दिन निस्किन्छ। दिन भनेको 5 1/7 दिन। हामीले पहिलो प्रश्नको आन्सर भनेको इन हाउ मेनी डेज द रिमेनिङ वर्क वुड बी फिनिश भन्यो भने 5 1/7 दिन हुन आउँछ। तर टोटल वर्क कति दिनमा सकियो भन्यो भने त्यसमा त्यो भन्दा अगाडि 5 1/7 त बी र सी ले मात्रै गरे। ए बी र सी मिलेर 2 दिन अगाडि गरेका थिए भनेपछि उनीहरु तीनै जना मिली त्यो टोटल वर्क चाहिँ कति भयो 7 1/7 दिनमा पुरा भयो। थ्यांक यू।